चाहिँ हामी यो जग्गालाई पनि बिदा गरेर निस्किनको लागि हिँडिरहेको छ। आज हाम्रो डे 9 को जर्नी चाहिँ अब सुरु हुँदैछ है। कोबेलमलाई बिदा गरेर अब अर्को जग्गा हामी जाँदैछौँ। एकदम दामी अर्को जग्गा थियो चाहिँ कोबेलम बिच चाहिँ हेर्नुहुन्छ तपाईँले। हिजो बेलुकाको नजरिया अलिक अर्कै थियो, अहिले चाहिँ एकदमै दामी झन् बनाएको हुँदो रहेछ। यसरी दिनभरि यसरी राखेर चाहिँ मजाले टुरिस्टहरू आएर चाहिँ आनन्द लिँदो रहेछ यहाँनिर। दामी छ मर्निङ। अहिले 8:30 भइसकेको छ टाइम, तर यो नजारा एकदमै मनमुग्ध पार्ने नजारा छ। मान्छेहरू त्यहाँ फिसिङ नेटहरू लगाएर फिसिङ गर्नको लागि पनि बसिरहेको छ। बिहान फिसिङ गरेको माछा चाहिँ बेलुकासम्ममा यहाँ होटेलै पछि ल्याएर सी फुडहरू यहाँनिर एभाइलेबल पनि हुँदो रहेछ। एकदम दामी जग्गा हो, दामी लाग्यो यहाँ आएर हो। अब घुम्दै घुम्दै अर्को जग्गा हामी जाँदैछ। यता पनि बिचै छ, उता पल्लोपट्टि पनि बिचै छ। अब यो जग्गालाई पनि छोडेर चाहिँ हामी नेक्स्ट डेस्टिनेसनमा जाँदैछ। एकदमै दामी नजारा चाहिँ यो जग्गाको थियो है, कोबेलम बिच। आउनुहोस् तपाईँहरू पनि, यहाँनिर मजा आउँछ बस्दा। लाइट हाउसको कन्याकुमारी तल स्ट्याचु रवीन्द्रनाथ ट्यागोर। अन्तिम ल्यान्डलाई छुनुलाई हामी आइसकेको छ कन्याकुमारी। यो मेरो सेकेन्ड टाइम। लास्ट इयर पनि म स्काउट्स एन्ड गाइड्सलाई लिएर आएको थिएँ। योपालि फेरि एकपल्ट आएको छु। फिल ब्लेस्ड टु बी हियर सेकेन्ड टाइम। मजा आउँदैछ। हामी यहाँनिर एकदमै मजासँगले बोटमा चढ्नु गइरहेको छ। यो ठुलो बोटमा चढेर चाहिँ जानेवाला छ। पानीको कलर हेर्नुहोस् न,
चाहिँ बाहिर निस्किसकेको अवस्था छ मुस्किलले इन्डियन ओसन टच गरेर वाटर छुइसकेको अवस्था अहिले भने हामीले सबजना यहाँ निस्किसकेको छ बोटमा चढिसकेको छ यसरी बोटमा चढेर उधर नहीं जा सकता हम तो साइड में बैठना था भाई बहुत आदमी है बहुत 200 आदमी है 200 कहाँ रुकना है रे भाई जगह ही नहीं है अब ढिलो गऱ्यो भने चाहिँ यसरी उभिनुपर्छ अब दिख के मान्छेको भिड भएको छ यहाँनिर अब हामी चाहिँ जाँदैछ बोट चलिसकेको छ इन्डियन ओसन हेरिसकेको छ हामीले र यो सेकेन्ड टाइममा यहाँ आएर एकदम फोटो सेसन चलिरहेको अवस्था छ अहिले सबजना